तर्सिनु भयो क्या कसको घर आयो त आएन मलाई यति मात्र आइडिया छ कि तलतिर हो भन्ने स्टिक केही पनि छैन छ होइन ल 8 मिनट ला है यो चाहिँ हामी गाडी हो यसमा सबै आउनुभयो म चाहिँ हिँड्दै ओके सो दिस भिडियो इज कम्प्लिटली डिफ्रेन्ट है अब म के गर्दैछु भनेदेखि आइम जस्ट गोइङ आउट अफ द रोड है त रोडभन्दा बाहिरबाट जाँदैछु सोध्दै मान्छेहरूलाई सोध्दै है मोटर रोड छोडेर खेतको बाटो जानु मन लाग्यो मलाई त्यही भएर हो आइम डुइङ दिस तलबाट बाटो रहेछ तर्सिनु भयो क्या यता थाप्ला चर निस्किन छ कताबाट निस्किम होइन जाने यस्तै बाटो हिँडेको झर्नी के जान्छ होइन ल धन्यवाद हजुर यसरी एकजना तर्सिसक्यो है मलाई चाहिँ यस्तरी घुम्न चाहिँ लास्टै रमाइलो लाग्छ क्या अनि त्यही भएर अरू सबैजना गाडीमा गइसक्नु भयो अनि म चाहिँ कोटाबाट चाहिँ हिँड्दै एक्लै निस्किसक्यो सबको घर सोध्दै जाने म कसको घर आयो त आएन त्यति जानु मिल्छ होला नि ल बाटै छैन त यहाँ रहेछ के छ मजा आउँछ यस्तो होइन मलाई बाटो साटो केही थाहा छैन आफ्नो पारामा हिँडिरहेको छु दिस इज द रोड है यो कम्प्लिट अनएडिटेड भिडियो नै हुन्छ जस्तो लाग्छ मलाई अब धेरै लामो अनि बिचमा सानो क्लिपहरू त काट्छु नत्र भए चाहिँ अनएडिटेड नै हुन्छ यो भिडियो चाहिँ कहिले हाल्छु होला अप्पी पनि जान छ अप्पीको भिडियो नै हाल्छु होला आई डोन्ट नो के गर्छु ओ यस्तो चाहिँ ठाड्डै छैन अनएडिटेड नै हाल्नु पर्ला जस्तो चिप्लिन्छ है जुत्ता फेरि अब कता जाऊँ यता जानु पर्ला पहाडमा आएपछि यस्तो बाटो हिँड्दैन मोटरको बाटो हिँड्न त तराई छँदैछ नि होइन त बल्ल 2 मिनटको भएको रहेछ केही छैन सोध्दै जाऊँ न त के छ र बाटै छैन क्या त गोठतिर आयो छ बाटो छ मलाई यति मात्र आइडिया छ कि तलतिर हो भन्ने तर कहाँदेखि निस्किन्छ कहाँ के भन्ने चाहिँ थाहा नै छैन है यो अनएडिटेड हो त्यही भएर सुरुमा चाहिँ यो आउँछ अनि बिसाइड दिस यो अगाडि के भयो कता भयो चाहिँ नेक्स्ट भिडियोमा आउँछ आई गेस पछाडि नै आइरहेछन् आफ्नै गाउँघर त अनि जताबाट गए नि हुन्छ यहाँ सोध्नु पर्ला अनि त्यसपछि चाहिँ तल पनि बाटो छ एउटा छन त तर थाहा छैन अनि त्यही भएर दिदी तल स्कुलमा निस्किने बाटो कहाँबाट हो झर्नी स्कुलमा जाने के छ होइन ल भन्नु यताबाट नि रहेछ बाटो यताबाट जानु पर्ला यही त हो नि एक्चुअल फन नत्र आयो गयो वाट्स द डिफरेन्ट लेट्स डु समथिङ न्यू भन्ने हो नि त दुईवटा बाटो छ तल्लै बाटो जाने त
निस्किने र झर्नीमा कन्फ्युज भइरहेको मैले निस्किने भन्छु उहाँहरूले झर्नी भन्छ त्यो केही त फरक त नहोला होइन पहाडतिर झर्नी भन्ने हुन्छ होला नि त त्यही भएर हो क्यामेरा एङ्गल मिलिरहेछ हात गलिसक्यो यार एकछिन यत्तिकै भिडियो गरौँ 5 मिनट भइसक्यो या दुखेर या भनेको नै गाह्रो केही भएन मजा आइरह तर यो निस्किन्छ मुखबाट म हराउन नि सक्छु के गर्छु थाहा छैन अङ्कल यता स्कुलमा झर्ने बाटो कताबाट यो बाटो गयो हुँदैन ल ठिक छ यो बाटोबाट गयो भने पुगिन्छ एउटै त स्कुल होला नि यता होइन के छ कसो थाहा छैन तर म चाहिँ आइसकेँ है कति हल्लियो होला कति लामो फुटेज हुन्यो बेला बेला चेक गर्नुपर्छ कि यताबाट के अरे स्टोरेज फुल भइसक्यो हुन्छ अनि भिडियो रोकेको हुन्छ थाहा नै हुँदैन त्यसपछि त रोड है स्टिक केही पनि छैन यत्तिकै हिँडिरहेको छु मलाई चाहिँ यस्तै मनपर्छ दाइ त स्कुल निस्किने बाटो कताबाट तलबाट जाऊँ यता मान्छे गहन ए ल स्कुल निस्क्यौँ होइन स्कुल पछि चाहिँ घर नजिक छ कि त्यही भएर ब्याग पनि भाइको मेरो होइन मैले केही पनि ल्याएको थिएन म स्योर थिएँ कि युज नै हुँदैन भनेर तल रहेछ दिस इज व्हाट आई वान्ट टु एक्सप्लोर के यतिदेखि होला यहाँदेखि जाऊँ न होइन के इजी बाटो लिने लोटिन्छ फेरि अप्ठ्यारो बाटो मलाई त रङ्गो लाग्छ यस्तै बाटो होइन त्यही भएर हिँडिरहेको छु पाहाड आएपछि नि गाडी घोडा खोजेर हुन्छ र 8 मिनट ला है अझैसम्म स्पीड रन भन्दा नि हुन्छ यसलाई त यताबाट स्कुल निस्किन्छ हैन तपाईँहरुको घर कहाँ हो भेडीखोर भने थाहा हैन मलाई त तपाईँ घर कहाँ हो मलाई थाहा हो नि निपाने मात्र निपाने घर कहाँ हो पहाड घर यही हो निपाने नै हो थाहा हैन म जन्मेको नि हैन त्यही त
मेरो स्पिड रन चाहिँ हल्का स्लो भयो है। पाँचवटा काट्यो होला त्यसले डिस्टेन्स पारा त पनि अब त्यो तल जाति उसले काट्नु लागेन गएर नि काटेर किचनको नजिक हो त भने पाठो राम्रो हुन्छ अरे मुला काटिदिन्छ भने म काटिन्छ पारो अब त्यो पाटो च्याक्क गर्छ दामी छैन दामी चाहिएको कता हो बाटो कता हो बाटो बाटो कता हो ठाउँ चाहिँ दामी छ ए आइएसी त्यो बाटो हो क्या त्यो बिहान आएको यो पो हो त बाटो हिँडेपछि यति त हिँडिहालिन्छ नि यही त है त आइयो बिहान यही बाटो त यही बाटो गएको बिहान हिँड्दै अहिले यही बाटो आइयो ओहो ल हेर चिप्लिन पनि सकिन्छ है यहाँ त यहाँ यस्तो छ फेरि दिस इज कल्ड एडभेन्चर धन्य आइसक्यो यस्तो घरसम्मको भ्लग अनकटेड अनएडिटेड र भ्लग हो यो स्टोरेज फुल नभइदियो हुन्थ्यो स्टोरेज फुल भएन भने म पुरै घरसम्म नै बनाउँछु धकालिदिनु जानुपर्छ जस्तो छ परेन बिहान आएको बाटो यही हो 12 मिनट हो त पुग्छु म धेरै टाइम लाग्दैन त्यही हामी अगाडि त्यही हो हामी अगाडि चाहिँ त्यही हो यहाँदेखि चाहिँ घर नजिक छ पुग्यो या यस्तो छ बाटो चौध मिनटमा आयो यो चाहिँ हामी गाडी हो यसमा सबै आउनुभयो
मजा हिँड्दै आएँ यहाँदेखि थोरै माथि त छ अब 17-18 मिनटमा पुग्दो रहेछ घर त्यस्तै लाग्यो मलाई इट्स फन हत्तेरिका फेरि सिस्टर भुषालले कल गर्नुभयो हात गरिसक्यो यार एकछिन यसरी भिडियो बनाउनु पर्यो आयो अब यहीँ कतै नजिकै छ त्यो 17-18 पुग्छु होला रिभ गर्नु तर मजा यत्तिको फन चाहिँ हुनैपर्छ जिन्दगीमा यार ठुला घर आयो उहाँदेखि एक्लै हिँड्छु भने हिँडेको खेतै खेत आली आली नै मोटर बाटो आएन कि आली आली आए खोइ कहाँनिर झर्न चाहिँ झरे होला सबै गाडीमा हट्नु एकैचोटिमा घर आयो 17 ठ्याक्कै 18 मिनटमा घर आइपुगेँ म बाख्रालाई घाँस हाल्न कटो नजाने होइन अग्ली यहाँ चोरो मास लाएर बसेको ल बाख्रालाई घाँस हाल्न रेडी कटो जान्ने अनि यसपालि लोकसँग जाहिर खाएर यिनले केही गर्छन् गर्ने लिला या ठ्याक्कै 18 मिनट 30 सेकेन्डमा आएँ